नभन्दै हाम्रो एमपी साहब लौरोको सहारामा बडो खुसी हुँदै आइसक्नु भएको छ र आजको यस कार्यक्रमको प्रमुख व्यक्तिको रूपमा मैले लिन पर्छ, किनकि यो परम्परा जुन बुवा र आमाको हरिभक्त भण्डारी र ढिला कुमारी भण्डारीको स्मृतिमा मैले यो बतासेमा जुन खालको कार्यक्रम सेट गरेको छु, त्यो दिनदेखि सायद एमपी साहब त्यो कार्यक्रममा सहभागी नभएको कुनै पनि साल छैन र आज उहाँको यो आगमनले हामीहरूलाई खुसी र हर्षित तुल्याएको छ र केवल म र मेरो परिवार मात्र होइन, यहाँ उपस्थित सबै सज्जन वृन्दहरू पनि अनुहारमा पनि कान्ति छाएको छ र बाँकी दृश्यहरू म अर्को भिडियोमा प्रस्तुत गर्ने बाचा गर्दै अब यो दृश्य खिचिएको स्थानबाट अब शिफ्ट हुन चाहन्छु। धन्यवाद, नमस्कार।